मलाई नाम भनिदिनुहुन्छ? हजुर मेरो नाम सुशान्त खतिवडा। यहाँको मेजर के छ भनिदिन मिल्छ? हजुर मेरो चाहिँ ग्लोबल बिजनेस म्यानेजमेन्ट हो। त्यही त कोरियामा एज ए स्टुडेन्ट आउनु भएको रहेछ, किन यहाँ चुज गर्नुभयो? केही विशेष कारण? खासै केही विशेष कारण भन्दा पनि यहाँ चाहिँ ठ्याक्कै आफूले खोजेको कोर्स पाइएको हुनाले यहाँ आइएको हो। हजुर। हो त्योभन्दा त अरू धेरै अब के नै खोज्ने हो र। त्यही त अरूलाई कोरिया आएर पढ्नको लागि रिकमेन्ड गर्नुहुन्छ? अब मेहनत गर्न सक्ने स्टुडेन्टहरू छन् भने अभियसली ड्रिम कोरिया गरिरहेछन् भने त अब आएर केही गर्न सक्छु भन्नेहरू छन् भने त अभियसली रेकमेन्ड गर्छु आउनु भनेर। त्यही त यहाँ आएपछि सबसे गाह्रो लागेको कुरा भाषाभन्दा पछिका कुरा के छन्? सुरुमा चाहिँ काम गर्न हल्का गाह्रो हुन्थ्यो। अब बानी पर्दै गएपछि चाहिँ अहिले अलि हातहरू छिटो चल्न थालेछ। त्यसो हो भने यहाँ बसेर होइन बाई चान्स 1 अरब रुपियाँ कमाइयो भने के गरिन्छ? कोरिया नै बसिन्छ अथवा नेपाल गइन्छ? नेपाल गइन्छ। त्यत्रो कमायो भने त किन बसिराख्ने हो यस्तो। त्यही त अनि यहाँ आएर बसिरहँदाखेरि अहिले लिभिङ स्टाइल जुन हुन्छ नि, लिभिङको सबसे धेरै खर्च गर्ने, सबसे धेरै स्पेन्ड गरिने चाहिँ केमा त? सबसे धेरै स्पेन्ड गरिने त्यस्तै त्यही खानेकुरा आफूले कतिको मेन्टेन गर्छ भन्ने हो। खानामै धेरै स्पेन्ड हुन्छ, अरू त नर्मलै हो सबै। यहाँ बस्नेहरूलाई सेभिङ गर्नको लागि सानो टिप दिन पर्यो भने? सेभिङको लागि टिप्स दिनु पर्यो भने अब त्यही हो, मेनली अब बाहिर खाना धेरै कम गर्ने, त्यही हो।